सो हे गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि हजुर सबैजना स्वागत छ आजको मेरो नयाँ भिडियोमा। फेरि अब चाहिँ हामी मेला जान आँटेको। म एक्लै होइन, म र यहाँ ड्राइभर घाँस काट्ने मान्छे दुईजना जान आँटेको होइन। अब विशेष कहाँ छ जम्मा 100 रुपियाँ छ, यो पुरै भयो नि सोचिरहेको छ। ल्याम्लुम्लै पारिदियो नि त। बिबिसी चाहिँ हामी दुईजना मात्रै जाने हो। जान्छु भनेर पठाएको छु। कालो चस्मा, कालो क्याप, कालो भेस्ट, कालो पेन्ट, कालो चप्पल लाएर आज ब्ल्याक खतरा म भनेको अलिक। हाम्रो गाउँको म एक त मेन भ्लगर हो। मान्छेहरूले हेरिराख्नु भएको छ, आइडेन्टिटी आफ्नो काम आफै गर्ने हो। हेर्नेले हेर्दै गर्छन्, त्यही हो। हामी चाहिँ आइसकेको छौँ। विशेष ओ विशेष, ओ विशेष के भित्र के केटीसँग यहाँ आइसके निक्लिसके। ए रेडी हुँदै थियो। हाम्रो दुईजना चप्पल तिमी जुत्ता भएन नि। ए ह्यान्सी भनेर केटी सेटी पठिहाल। अन्त बिच विशेष ल्याइरहे। हामी चाहिँ अब टक्कसँगले यहाँ विनोदलाई उता पढिरहेको छौँ। उता चाहिँ विशेष छन् होइन, यता चाहिँ विनोद, उता बिग्रेको साइकल टेन्सन भइरहेको छ। एक पाइला चलाउँछ फेरि उयो हुन्छ, मतलब बिग्रिहाल्छ क्या, चेन खुसिहाल्छ। एक पाइला चलाउँछ चेन खुसी। मान्छे पनि क्या गइरहनु भएको क्या। मेला कस्तो छ हजुर बा? बुढोले सुनेन, सुडोले सुनेन। यहाँ चाहिँ विनोद जस्तै कालो कालो भइसक्यो चढेर नि। टक्कोसँगले हामी चाहिँ यहाँमा केटाहरू भएपछि ल्याङल्याङ गरिदिने क्या हो। यस्तो पनि गर्नु हुन्थेन। बुझ्दै लाग्दै थियो मलाई हात चाहिँ। भिन्ने तेरो भिडियो बनाइदिएछ। हामी चाहिँ मेलामा आइसक्यौँ टक्कसँग लाग्यो। ओ बुझु गर्लफ्रेन्ड भएको त दिन हुन्छ छैन। गर्लफ्रेन्ड भएको त दिन हुन्छ, गर्लफ्रेन्ड छैन। मेरो भाग्यमा रहन्छ। घुम्न आएछ कत्रो ठुलो हेर्न सक्नु अरे कति सिधा हात दुन कहाँनिर हिँड त उता छ, उता छ। राजेश हो, राजेश उता छ। यहाँ हो अगाडि। सन्चै हो नि अहिले सोधेको क्या, सोधेको भएको भयो। आफ्नो एक्सपिरियन्स देखाएन कति वर्ष पाउँछ। अस्ति मैले त नसकेको, उसले सकेको। बुझुले ढाल्दै तिर हान्न गइरहेको छ होइन। यही घाँस काटु आयो ए रन्डो। हामीले घाँस काट्यो हो नि, मैले भिडियोमा घाँस काटेँ हान्ने हो नि। यहाँ हान्न, यहाँ कोही पनि छैन। यहाँ द्यास जस्तो लागि यहाँ ठिक छ। गएर बिचमा ओहो खुवाउँछ, आज खुवाउँछ। अब हामी त त्यही भन्दै बस्यो नि त, खुवाउँछ। आजसँग पैसा छैन, 100 रुपियाँ मात्रै छ। मिलाउनु पनि गाडो नहाल्मा तिन भिन्दै 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 तीन 50 रुपियाँ बुझ्यो हौसला दिने। मोबाइल उठेर आयो कि यसले हान्नको लागि। भिन्दै ओइ 100 रुपियाँ पनि भाग्नुपर्छ ल। कहाँ आउनु 50 60 70 90 भइसक्यो। लास्ट बिन्दे लास्ट है। एक चारिनु ए अर्कोमा राखेको। ओ भाइ जुम पानी खानु जुम पानी खानु जुम मान्दैन ए हो हानिदिन्छ मान्दैन आज नहाल्दैन आइरहेको छ मेरो आधी आइरहेछ तिजाने। ओ बिन्दे भाग कति रुपियाँ दिदिस् गन यहाँ यसले दिइसक्यो पैसा 70 रुपियाँ आएछ। 70 रुपियाँ मात्रै के खाएन 70 रुपियाँ
बिन्देले टक्कसँग जितिसकेको छ 70 रुपियाँ जित्यो भन्न मैले भनेको हौसला उसले दिएको नि ल यस्तो विशेष है 35 तिम्रो 35 10 20 30 बुनु जुस देऊ त चिसो चिसो देऊ ल यसलाई त तातो भयो भने हुन्छ मलाई त चिसो चाहियो 70 रुपियाँ पो जितेको छ 70 रुपियाँ जितेको छ बिन्देलाई 70 रुपियाँ जितेकोमा कङ्ग्रेस थ्याङ्क यू उसले पनि आइरहेको छ नि बिन्देको जितेको पैसाले यही लिएर भएको नि भाग्नु गिलास है एउटालाई 100 रुपियाँ भाग्ने लिएर के गिलास भाग्नु अहिले फुल्यो सक्दैन झुक्टा गरी कुरा थियो भाउजू बिन्दु उठाएन ओ नो बिन्दु मजा एक राउन्ड हानु गोली घुमौँ है एक राउन्ड फेरि के अरे त्यो माथि के अरे ओ तँ के अरे फेरि भन् त भन्न ओ तँ के हो भन्न हेलिकप्टर हरियो फेरि कम लु कम मलाई हेरेछ ओहो मेरो भिडियो म भाइरल हुने भए AK-47 हाय अङ्कल गयो ओ भाइ यसलाई कति यसलाई 250 अरे मात्र 100 रुपियाँमा आउँछ ल्याम्बे 100 भनेको कति 100 भनेको मैले एउटा उयो देखेको थिएँ नि ओ जिमी बल्दैछ हेर त एउटा यो त्यहाँ गऱ्यो नि जिमी गयो बुझ्यो हेरेन ठिक छ नि मेरो भाइ सन्चै छ नि कौन है ये लोग कहाँ से आते हैं सरी यता सन्चै छ नि म सबैलाई जिस्किन्छु दाइ भन्छ यार यत्रो सानो सन्चै हुन्छ नि अब चाहिँ हामी प्याजी खान अरे गाइजहरू घर नभन्नु बिन्दै कति छ अरे 200 अन्त त नि 100 200 300 100 को लाडु 100 को के अरे कति भयो 3000 सामान 300 भयो 2000 भन्नु भन्न सोध्न मलाई कतिमा 200 200मा कहाँ 2200 अरे 2200 के 2200मा दुई हराइदिएन अरू भइहाल्यो नि 200 भन्नु गाइजहरू 750 कति अरे 750 म 150 भनेर 150 भनेर किन्ने भनिहाल्छु 750 गरेमा अब त्यो हामी चेरी किन्न यति भरे हाले कसम म 150 भनेको सुनेको 750 ओहो कहाँ जाने अब जेरी किने हैन किन त खाले दिउँ आज अरे लाडाहरू चाहिँ खान्छ हेर मर्नु के खाऊ चिलो खाऊ बिच के खाउने हौ ओ जेरी के खाने ए कता मान्छे धेरै छ जेरी हान्नु नि के दिनु
अनुहार हेर उसको खानुपर्छ यत्रो तिमीहरूमा 22 सेकेन्ड जाउँ न त्यहाँनिर डिस्काउन्ट बाघ डिस्काउन्ट मुला हामी पनि त्यसो गयौँ भने अनि मुला कुन बेला हामी पनि त्यस्तोमा परिस्थिति अनुसार पढिन्छ क्या त्यस्तो गर्नु हुँदैन अब यहाँ सोध्न है बिन्दा अब यहाँनिर बिन्दा त्यो ठुलो लाग्यो अङ्कल त्यो ठुलो लाग कति हो ठुलो कति 1500 त्यहाँबाट मलाई 2200 भनेको थियो त नि 200 मा ल कस्तो मान्छे लग्न त एउटा किने लग्न आन्टी हो कति आन्टी पागल चस्मा लाएर हो त्यसले एउटा लगिहाल मुला 150 अरे 150 होइन 150 लगिन 150 छिरेको त लाग्छ ए त्यसो भए चल मैले 150 रुपियाँ भनेर उठाउँथिस् लामा गोजीमा 70 रुपियाँ छ आधी किलो कति हो 150 हजुर 150 लड्किन त किन मसँग भाका 15 रुपियाँ हो ए मुलाहरू तिमीले ल्याए गर्छ तिमीहरू त्यत्रो पैसा त तिमीहरूसँग त्यही पनि ल्याए गर्छ मसँग 15 रुपियाँ यहाँ सापडी माग्न सापडी हाम्रो यहाँ पनि सोध्नु कहाँ होइन त्यहाँ बाँकी माग्नु न हाम्रो मिलाउँछ ल सोध्नु सिराने अब सिराने उ त्यो हाम्रो ए तकिया होइन यो सिराने हो तकिया र सिरानीमा के फरक छ त कति हो यहाँनिर सामान होइन 550 र 500 तल चाहिँ छैन यहाँ 2200 छ यहाँ 750 ओ यहाँ नजाउँ अहिले बेचत हुन्छ अरे यहाँ कहाँ सोधेको यो खोइ भाइ कहाँ थियो तपाईँलाई उयो सोधेको किन्ने हो सोध्ने नि यो त जहाँ पनि पैसा त मसँग 70 रुपियाँ 350 मिल्दै तेरो गर्लफ्रेन्डलाई हो सोधेर भागिहाल्नु क्या सोधेर भागिहाल्नु अङ्कल यो आई लभ युलाई कति हो कति अरे 250 अरे ला 250 ओ साइकल हराउँछौ यो जेरी हानु न हौ किन न लु फेरि भिडियो ओ हाम्रो भ्लगर भाइ क्या छ फेरि हादियाने छ हो नि पर्छ है हादिनु भन्दिहाल वाह दाइ जानु भयो भाइहरु हैन छ यता ओइ मनिष भाइ जे भन्नु हुँदैछ उता मिसले भन्नु हुँदैछ अर्को हैन ओइ जे किन उता मिसले उता मिला केटी बसिरहेछ न आधी पावै दिनु के भयो ए मेरो 100 रुपैयाँ उठाको हाम्रो बेला आउँछ छैन बिन्दाको बेला आउँदैन पाले
दिन्छु कोही साइकल लाग्छ फेरि घरमा रहेछ निकाल निकाले भन्दैछ अहिले र आलु एक एकवटा निकाल न अहिले राख्दो पो रहेछ साला निकाल एउटा निकाल माछा छैन आदि निकाल निकाल निकाल्दैन त जेरी खाने कि छोड्न त कस्तो रहेछ यो बजारमा त्यहाँ किनेर आउँदैन बजार खान जानु चल कहाँ आउनु एउटा हातमा मजा एउटामा यो ला उता राख्दिने साइकलमा राख्दिने सोधौँ माग्छु साइकल उठे लाउनु न नसुन मुला के किन आउने यहाँ बस्दै गयो हामी आउँछ अङ्कल के लाग्नु भएको दिने है सुन मैले कुटा खायो दुईजना खुवाउँछु म विनोद अङ्कल मेरो राम्रो भयो राम्रो भयो भनिदिनु न बिना सुन न पक्यो गाई जानु म पुरा खायो भने तिमीहरूलाई खुवाउँछु नि त्यही हो म पुरा खायो भने तिमीहरूलाई पनि खुवाउने हो किन सुन विनोद होइन तँलाई आज चाहिँ कस्तो मेला लाग्यो राम्रो लाग्यो नराम्रो लाग्यो भने त हामी आएर अलिक कस्तो भयो यता देखिन क्यामेरामा देखिनु राम्रो लाग्यो नि बेस्ट अफ बेस्ट अब यताको मेलामा यस्तो हुन्छ झन् हाम्रो मेलामा कस्तो हुन्छ होइन हाम्रो मेला राम्रो मेला जस्तो होइन अङ्कल ल ठिक छ धन्यवाद गाली नगर्नु भएकोमा मी कमलपुर माथिको मेला कस्तो भयो हो मेला त राम्रो भयो नि हस् ल राम्रै जानु ल लड्यो भने हामी उठाउन आउँछौँ तपाईँहरूकै छोराहरू जस्तो हो हस् बाई हजुरआमा बाई भनिदिनु त थ्याङ्क यू सो मच यस्तो पो हो त अङ्कल मेला राम्रो भयो अब हाम्रो मेला गुणस्तरीय मेला होइन अङ्कल जे सर म ए अङ्कल होइन कहाँको यहाँको कति गर्दा अरे यहाँको पनि 7 गर्दै हो यताको त यहाँको पनि आउनुपर्छ 27 हाम्रो मेला राम्रो मेला गुणस्तरीय मेला कमलपुरको 27 हो 27 गते कमलपुरको खुसी ल अङ्कल हाम्रो मेला गुणस्तरीय मेला हजुरलाई धन्यवाद गाली नगर्नु भएकोमा कार म पनि किन्छु यस्तै एक जमानामा घन्टा किन्छ पैसा सुइसा छैन यहाँ बुलेट चढ्नु पनि कार चढ्छ बुलेटमा तपाईँको अङ्कल मेला राम्रो भयो नि मेला राम्रो भयो भयो नि त हाम्रो मेला राम्रो मेला गुणस्तरीय मेला राम्रो मेला गुणस्तरीय मेला हाम्रो मेला राम्रो मेला गुणस्तरीय मेला